हेलो गाइस, हामीहरू चाहिँ जाँदैछौँ रोप्का भन्ने ठाउँमा आज आन्टी नानीहरू अनि भाइ भएर अनि हिँड्दैछौँ। यहाँबाट जान लगभग 1.5 घन्टा 2 घन्टा लाग्छ। यहाँ मलाई त गइसक्यो हिँड्दा तो पारी देखिएको ठाउँमा पुग्नु छ हामीलाई। म चाहिँ हिँड्दैछु। यहाँ नानीहरू खुसीले आज त कति खुसी छन्, कति खुसी दिदीबहिनी भेटेर फेरि हेर्दैछु पारी पुग्नु छ भनेर हेर्छु। यहाँ हिँड्दा हालत खराब भइसक्यो मेरो। अझै पनि हिँड्दैछौँ हामी। फेरि पनि मैले भिडियो खिचिहालेँ। यहाँ हाम्रो भाइहरू गोठाला बन्दैछन्। यहाँ अङ्कल र नानीहरू आउँदै हुनुहुन्छ अनि फेरि नानीहरू पछाडि छुटेर म फेरि यहाँ नानीलाई कुर्दैछु। नानीहरू आइसकेपछि फेरि सँगै हिँड्यौँ। हाम्रो आन्टीले चाहिँ पानीहरू खानेकुराहरू बोकिराख्नुभएको छ। फाइनली अनि हामी 8 बजे घरबाट हिँडेको, त्यहाँ 10:30 बजे पुगिहाल्यौँ। पुगिसकेपछि चाहिँ यसो भिडियो बनाइदिइहालेको हो। यसपछि यसो यताउति हेऱ्यौँ, त्यहाँबाट अनि बस्यौँ। यो बाख्रा चाहिँ मलाई धन्नै हानेको थियो। त्यहाँबाट सुरु भयो छोरी मान्छेको काम। यहाँ चाहिँ नानीले चिरी खुर्सानी खाँदैछ। यहाँ खान्छु भन्छ फेरि निकाल्छ, खान्छु भन्छ मुखमा हाल्छ फेरि निकाल्छ, फेरि मुखमा हालेछ फेरि निकालेछ गर्दा लास्टमा खान्छु अब त भनेर मुखमा हालेर टोकिहाल्छ। टोकेपछि अनि खान्छ। खाएपछि पिरोले मर्छ। ल आजलाई त्यही नै, बाई बाई।